सो हेलो गाइज वेलकम ब्याक टु माई सर्ट मिनी ब्लग। अनि आज चाहिँ म टक्कसँगले यहाँ कोठेबारी खन्न गइरहेको छु। थोरै छ सो त्यो खन्न गइरहेको छु होइन। मेरो भोइस चाहिँ एकदम बिग्रिरहेछ होइन, किनभने घाँटी दुखिरहेछ नि त। अस्ति नैदेखि तपाईँहरूलाई पनि भन्न त भनिरहेको छु, एक हप्ता जति भइसक्यो घाँटी दुखेर रुगा लागेर अझै पनि निको भएको छैन। के औषधि उपचार गर्ने गोजीमा सुक्को रोगडा छैन होइन, त्यसैले गर्दा घरमै निको होला नि त आफै भनेर त्यत्तिकै बसिरहेको छु म चाहिँ होइन। सो खन्नुपर्ने चाहिँ यति एरिया मात्रै हो, यता खोर्सानी छ होइन, त्यसैले यता पनि खोर्सानी नै रोपिदिने विचारमा चाहिँ म यहाँ खन्न गइरहेको छु होइन। सो यसलाई चाहिँ मैले खन्न थालिसकेँ, किनभने चाँडो सक्नुपर्ने छ र अन्तिम म सक्नु पनि आँटिसकेँ मैले होइन। काम चाहिँ मैले सकिसकेँ होइन फाइनली। गलेर ढुट्टो भयो होइन, दिनभरि चाहिँ घाम लागेको थियो नि त। अनि घाममा त के काम गर्नु जस्तो भएर अहिले भर्खर गरेको। कति दुई तिन बज्यो होला अहिले, कति बज्यो निसकेपछि चाहिँ यस्तो रहेको छ होइन। यसको अब यहाँ चाहिँ खोर्सानी रोपिदिने हो होइन। सबले लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन, सेयर गरिदिनु होला र भिडियोलाई मन पराइदिनु होला। नराम्रो भए पनि सबले हेरिदिनु होला। भिडियो डेली नै सकेसम्म हाल्नेछु, कुनै दिन ग्याप हुनसक्छ, त्यसमा क्षमा प्रार्थी छु। हजुर ओके, बाई बाई।